सरकारसँग त धेरै मन दुःखहरू छ है, गुनासो धेरै छ है। सरकार झोले चम्चेर त्यो पार्टीमा कुद्नेलाई मात्रै नहेर्नुहोस्। त्यो भन्दा पनि सरकार चाहिँ हामीले बनाएको हो, जुन दुखी गरिबी छ, जुन चाहिँ पार्टीमा हिँड्नु सक्दैन, त्यो नारा लाउँदै हिँड्नु सक्दैन, तिनीहरूले बनाएको है सरकार। तर सरकार हामीलाई पनि गुनासो छ, म पनि एउटा बिमारी मान्छे हुँ, मलाई पनि धेरै सरकारसँग गुनासो छ। म जनता भेटमा गएर लाइन लगाएर हिँड्नु सक्दिनँ, मेरो बोल्ने मान्छे नभए पनि। मलाई चाहिँ एउटा सरकारसँग भेटेर केही कुछ भन्ने मौका दिनुहोस्। त्यो सोसियल मिडियामा फोटो खिच्दै हिँड्ने होइन। मलाई पनि सरकारसँग भेटेर केही गुनासो पोखाउनु छ, धेरै गुनासो छ। हामीले पनि 2014 त कठोर 2014 र 19 तक सकाएर हिँडेको मान्छे हुँ। मलाई पनि भेट्ने मौका पाऊँ, मेरो बोलिदिने मान्छे छैन भनेर, अगाडि पछाडि कोही छैन भनेर। अब नभन्नुहोस्, झोले चम्चेलाई भन्दाखेरि कहिले पनि सपोर्ट गरेन हामीलाई। त्यसैले म डाइरेक्ट यो कुरा सरकारसँग पुर्याउन चाहन्छु। एकपल्ट म सरकारलाई भेट्न चाहन्छु। बस मेरो माग यही छ, किनकि म बिमार छु। मेरो सरकारसँग चाहिँ धेरै गुनासो छ। जब सरकारलाई भेट्छु अनि गुनासोहरू धेरै कुरा डिस्कस गर्छु भन्ने अब सोच राखेको छु है। भन्नु त नराम्रो छैन, सरकारसँग राम्रै छ। तर झोले चम्चेलाई होइन कि तलको त्यो जुन चाहिँ प्रब्लममा सरकारलाई भेट्नु नसक्नेलाई, तिनीहरूलाई चाहिँ सोच दिनुहोस्।